ओए हाई गर यहाँ हेलो माइक टेस्टिङ 1 2 3 वेलकम ब्याक टु माई च्यानल आफ्टर भेरी लङ टाइम। अनि हाम्रो चाहिँ दादाको बिहे रहेको छ 2-3 दिनमा। अनि धेरै पछि म भ्लग बनाउँदैछु, कस्तो हुन्छ के हुन्छ थाहा छैन। हाम्रो केटाहरू चाहिँ यता छ, हाई गर मुलाहरू। अनि हामी चाहिँ यता बाहिर के चल्दैछ आज बेदको तयारी त 2-3 दिन पछि हो। बे चाहिँ के चल्दैछ तयारी हामी हेर्न जानेवाला छौँ। यहाँ हुनुहुन्छ बेवाला गयो दुला हामी भ्लग बनाउँदैछौँ यता। अनि लेट्स सी है, यहाँ चाहिँ हाम्रो ड्याडी र बुवा हुनुहुन्छ। अनि बुवालाई चाहिँ छोराको बिहे आएर कस्तो लागिरहेछ यसो प्रतिक्रिया दिनु होला भन्नु त। म त खुसी खुसी भेरी ह्याप्पी होइन। अनि ल अब तल जाउँ है के हुँदैछ। आमा पनि भेरी ह्याप्पी। हामी अलिक कपाल काट्न जानुपर्ने हुन्छ है। यता यस्तो छ। अनि हामी गयौँ, यहाँ चाहिँ हाम्रो के पाक्दैछ गाइज। यहाँ चाहिँ हाम्रो सेल पाक्दैछ। अनि के भन्नु छ होला भन्नु त। यहाँ कहिले नि मेरो त। अनि ठुलो मम्मीलाई छोराको बिहा कस्तो आइछ यसो प्रतिक्रिया दिनु। अहिले युट्युबमा हाल्नुपर्ने हुन्छ हामीले। यता हेर्नु त मम्मी यसो एकदम ह्याप्पी होइन त। सबैजना एकदम ह्याप्पी हुनुहुन्छ। यहाँ सेल पाक्दैछ। लड्डु कतिखेर पाक्छ? हाम्रो तयारी यस्तो हुँदैछ अहिले। आएर देखाउनुवाला छ दुई दुवा भयो सबैलाई है। कोही होइन, यो भिडियो मात्रै बनाएको क्या हामीले। त्यही हो। यो चाहिँ हाम्रो घर भयो दादाको। हाम्रो यो अगाडि यस्तो राम्रो राम्रो फुलहरू फुलिरहेका छन्। अनि अरू चाहिँ अहिले एकछिन हामी देखाउनेवाला छ। हामी चाहिँ कपाल काट्न जानेवाला छौँ। अहिले त्यस्तो केही तयारी भइरहेको छैन। अहिले एकछिन भेटौँला बाई। हेलो गाइस, अब हैन हामी चाहिँ बाइक निकाल्दैछौँ। हामी कपाल काट्न जाने। यो चाहिँ हाम्रो मामा भन्नु भयो हैन। मामा बाइक चाहिँ हाम्रो संस्कार। अब हामी जानेवाला छौँ। ल उहाँ त हाम्रो सानी है, सानी टुटी सानी यो भाँडोमा निकाल्नु। भनेर धेरै जाने भएपछि यस्तै हुन्छ क्या। कपाल काट्ने मान्छे नै हराइदिएर क्या फेरि। खोइ कहाँ गयो फेरि कोरोना है। ए आमा हाम्रो चाहिँ कपाल काट्ने बस्छ चाहिँ त्यहाँ छ। मैले मान्छे चाहिँ मैले गाएँ कहाँ गयो थाहा छैन। अहिले भेटौँ न। दादाले चाहिँ कपाल काटिसक्यो है। देखेको छु दाइ नै देखिन छ दाइ हाल्छु है। देखेको छु अलि झन्मिला हामी पनि देख्छ क्या। भिडियोको कपाल कटिङ हुँदैछ यहाँ। खोइ त हेर। ए आमा बिफोर एन्ड आफ्टर अहिले देखाउँछ। अहिले यस्तो देखिरहेको छ है। अहिले देखाउँदा के हो। अब यस्तो गरेर टाउको सबै घुमाएर फाइनल लुक देऊ न। यता उता ल खोइ यता देखाउ। हरि देखाएको छ होइन। घरबाट नुहाउनु पर्ने हुन्छ। कति भयो दाइ? र यहाँ ठ्याक्क मण्डप तयार हुँदैछ हो। ए सानो मान्छे के छ भाइ? ठिक छ भन्नु है। हावा उठ्लायो त ढल्ला नि फेरि के हो। हाम्रो लागि हो। कसको लागि हो? ड्याडीहरु सबैलाई। हामी चाहिँ यो बाँड्न लागेको छौँ हो। यस्तो छ। कसलाई दिउँ पहिला? बिदिर दाइबाटै सुरु गरौँ न त दाइ। खाना खाएर आएको भिनाजु टिकट नखाने दाइ दिन्न। हाल्छु या धन्यवाद। बाहिर ड्याडीहरूलाई पुगेको छैन होला। हामी चाहिँ यहाँ कुक गर्ने मान्छेहरूलाई भेट्न जाँदैछौँ हो। दिउँसभरि आगो धुवामा बसेर बिचोक भयो। त्यसो भए हाई गरे त इग्नोर गरेको। कसले हानेको? कसलाई हो र?
भेरी ब्याड यहाँ बन्दैछ त ल के भन्नु नि त खै अब भन्नु न 2-4 शब्द भाइको बिमार पकाएको कसार बटानी सेल पकाउने आज सबै थरी गर्ने भोलि पूर्वाङ्ग छ मेरो भाइको बिहे त्यही त कस्तो लाग्दैछ त अनि रमाइलो भइरहेछ धोइ धुवा छ पानी आउला जस्तो छ पानी नमस्ते गरा हो अब अहिले कसार बटारे है अहिले हामी कसार बनेपछि हेर्न आउँछौँ कसार बनाउन लागेको चाहिँ एकछिन यताउति के चल्दैछ हेरेर अनि म चाहिँ यो चाहिँ यो भयो जेठो भाइको भयो अब 2 वर्षपछि कान्छो भाइको अहिले हुँदैन 4-5 वर्ष पछि हुन्छ यसै गरी गर्नु पर्यो 4-5 वर्षपछि गएर त म त मरिसकेँ बेकारी गर्नु पर्यो नि कहाँ हुन्छ त्यस्तो अनि एउटाको मात्र लाएर भएन अर्को सबैको लाउनु पर्यो नि लुगाको नलाइ भएन अर्थ भने त खै म पकाउँछु अनि कसार बन्ने बेला आउँछ है त म कसार बन्ने बेला ओके छ त हामी गयौँ यता हेर्नलाई अब मासतिर के चल्दैछ अन्त आमा जाम हामी अब भ्लग हान्दै अब भेरी ब्याड आएन भाइ चाहिँ हामी चाहिँ चल्दैछ यहाँ चाहिँ पानी पर्न जस्तो छ त्यही भएर पराल छोप्ने कार्यक्रम हुँदैछ यहाँ चाहिँ हाम्रो भिनाजु हुनुहुन्छ 2 शब्द जाओस् भिनाजु अब सालोको बिमा यसो कुनै आइफोन हो भन्नु न मलाई केही पनि आउँदैन ए झन् युट्युबमा हाली भनेर यस्तो बनाइरहेको छु बिहान थिएँ ल विद्युत दाइको जान्छ 2 शब्द के जानु पर्यो भाइको बिमा यसो भन्नु न सुदीप भाइको बिहे चाहिँ यही चौकाचौध गरिरहेको छौँ मजाले ल्याएर होइन अनि सबै काममा व्यस्त अनि हाम्रो किचनतिर के हुँदैछ हामी हेर्न जानेछौँ अब हामी सबको विचार जान्नेवाला छौँ दिदी सन्चै हुनुहुन्छ ए ल सबजना हाई गरिदिनु ए यहाँ दाइको बिहे चल्दैछ हो सब हेर आशा सबैको आशा है के छ त ए सरी है लागेछ यहाँ चाहिँ हाम्रो के पात्दैछ के हो दिदी ब्ल्याक टी बनाउँदै हुनुहुन्छ ल भाउजू 2 शब्द जाओस् न दाइको बिहेमा अब यसो भन्नु न भन्नु केही रमाइलो लागिरहेको छ भन्नु अब हाम्रो दिदीको यहाँ भाइको लागि त मेन शब्द त दिदीबाट जानु पर्यो नि त दिदी ल होइन भिडियो बनाइरहेको भोलितिर युट्युबमा हाल्छु क्या म ठ्याक्कै एडिट गरेँ सबै अनि आज के गरिन्छ हजुर अनि त्यति नै हो ओके छ त सबको बुझिरहेको छ है म सबलाई हेर्दैछु सब इन्टरभ्यू कस्तो लागिरहेको छ तपाईँलाई चाहिँ ल दुवै दिदीहरूले भन्नु पऱ्यो ल यसो के लाग्दैछ भन्नु दाइको बिहे कस्तो भइरहेछ तपाईँलाई चाहिँ सोधिरहेको हो क्या मैले कस्तो भइरहेको छ भन्नु न मेरो पनि बिहे खानुपर्छ बिस्तारै हो तर कहिले थाहा छैन हाम्रो हेन्सीको पानी चाहिँ आयो जस्तो छ है हामी कौचमा गऱ्यो हेर्नेवाला छौँ पानी चाहिँ लेट्स गो पानी पर्यो केटाहरू लुगा उठाउन आइरहेको छ यहाँ पानी परेर भेरी गुड यिनीहरूलाई चाहिँ आचुचु अनि कोसीबाट त्यस्तै छ गाइस लेट्स सी ओ पानी आयो केटा हो भेरी ब्याड भाइ हो ओइ हाई गर यहाँ हेलो माइक टेस्टिङ 1 2 3 यहाँ चाहिँ कसार बन्दैछ अब यहाँ कसार बन्न लागेको छ है यहाँ मिलाउँदै हुनुहुन्छ यहाँ कसार बन्न लागेको छ है यहाँ चाहिँ के सक्खर पकाल्दै हुनुहुन्छ कसारको लागि यहाँ धुवा खुदो र सक्खर पकाउँदै हुनुहुन्छ यहाँ धुवा छ यहाँ धेरै छ है तिमी आउँ ल ए यता पार्टी हुँदैछ छुट्टै भेरी गुड खानु त परिहाल्यो नि अब हैन यहाँ चाहिँ है दामी दामी फुलहरू छ सबैजना हुनुहुन्छ जाडो भयो के भन्नु न यसो जाडो मात्रै भयो हाम्रो यहाँ चाहिँ
कसार बटाली कार्यक्रम रे एकछिन बनाउन हाम्रो मम्मी चाहिँ यो केटी कसार बनाउनेहरूले टिका लाउन हिँड्नु भएको छ के टिका लगाइदिनै पर्छ हो कसार बनाउनेहरूलाई के भन्नु ल ओके सर जाउँ न त हामी टिका लगाइदिने कसरी टिका लाउँछ नि डल्लो परेर साह्रो भइहाल्छ कसार खोइ त आशिष त्यहाँ मम्मीले अब सबै टिका लगाइदिएर कस्तो भइरहेको छ कस्तो महसुस भयो छोराको बिहालाई कसार पार्न लाग्यो कसार पानीलाई टिका लाउनलाई म आएको ठुलो हाम्रो यहाँ दुलाको आमाले नगाएर हुन्छ त अनि गाउनु पर्यो ल ल ल एउटा गीत भाका निकाल्नु त ए ल भाउजू पनि आउनु सबजना पाले ब्रो एउटा भनिदिनु न अनि गाइहाल्नु न सबैले फुलको हाल न फुलको फुल त्यत्रो मजाले आज सबैको सो दिस मच फर टुडे अनि आजको लागि यति नै अनि बाँकी चाहिँ भोलि बनाउने छु सो आफ्नो केयर गर्नु होला सो ह्याप्पी न्यू इयर सबैलाई सो ह्याप्पी न्यू इयर सो टेक केयर बाई बाई